2046 मात्र होइन 2007 साल यताको सबै सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने हो भने पनि एमाले तयार छ। 46 देखिको छानबिन गर्ने हो एमाले तयार छ। 62 63 यताको छानबिन गर्ने हो एमाले तयार छ। त्यसका लागि एमाले उभिन तयार छ, जाँच दिन तयार छ, त्यो छानबिनमा खडा हुन तयार छ। देखिएका दोषी उप कारबाही गर्नुपर्छ, यो हाम्रो मान्यता हो र कारबाही गरिनुपर्छ, यसमा कुनै दुविधा छैन। म प्रश्न पार्न चाहन्छु। तेस्रो प्रसङ्ग छ दलमा नेतृत्वको पुस्तान्तरणको कुरा हो। दलमा पुस्तान्तरण हुनुपर्छ। नेतृत्वहरू नयाँ नेतृत्वहरूले नयाँ दृष्टिकोण, नयाँ योजना, नयाँ कार्यक्रमका साथ नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ र दलहरूले नयाँ पुस्तालाई राजनीतिमा इन्ट्री हुनका लागि इन्ट्रीका बाटाहरू पनि बनाउनुपर्छ र पुरानो पुस्तालाई एक्जिट हुने ठाउँहरू पनि राख्नुपर्छ। हामी दलहरूमा आफ्नो पार्टीभित्र राम्रो बहसमा पनि छौँ। केही दिन भदौको 22 गते नै हामीले विधान महाधिवेशन सम्पन्न गर्यौँ। पार्टीको दोस्रो विधान महाधिवेशन, नीति महाधिवेशन। त्यो नीति र विधान महाधिवेशनमा हामीले पर्याप्त विषयमा छलफल गरेका छौँ। नयाँ पुस्तालाई पार्टी संरचनाभित्र कसरी धेरैभन्दा धेरै सङ्ख्यामा कसरी व्यवस्थित गरेर ल्याउन सकिन्छ र राज्य सञ्चालनका ठाउँहरूमा पनि नयाँ पुस्ताले कसरी लिएर आउन सकिन्छ र राजनीतिमा एक्जिटको व्यवस्था कसरी गर्न सकिन्छ, यो एउटा बहसको विषय बनाएका छौँ। यसलाई व्यवस्थित गर्नका लागि केही हामीले कार्यक्रमहरू पनि अगाडि सारेका छौँ। एक्जिट हुन्छ। नेतृत्व मूलत पहल कदमी र प्रतिस्पर्धाबाटै निर्माण हुने कुरा हो। कसैको कृपाले, कसैको आवेगले या आग्रहले नेतृत्व रातारात बन्ने र रातारात विदा हुने सम्भव हुँदैन, सम्भव हुँदो रहेनछ। सुशीला कार्कीजीहरूले चाहे जस्तो मुखै हेर्न नचाहेर कुनै दलको नेतृत्व परिवर्तन भइहाल्ने भन्ने कुरा हुँदो रहेनछ। नेतृत्व बन्न निकै समय लाग्छ। नेतृत्वलाई समाजले स्वीकार्न, समाजबाट सहयोग स्वीकार्य भएर आउनका लागि नेतृत्वले धेरैवटा चरणहरू पार गरेर पनि आउनुपर्छ र त्यो नेतृत्वले बिदा लिनका लागि पनि केही चरणहरू गुजार्नुपर्छ। त्यसकारण नेतृत्वको एक्जिट हुने पनि प्रणाली छ, इन्ट्री हुने निर्माण हुने पनि प्रणाली छ। हामी एउटा लोकतान्त्रिक विधि, एउटा लोकतान्त्रिक प्रणालीबाट हुर्केका पार्टीहरू, पार्टी जीवनलाई लोकतान्त्रिकरण गर्दै आइरहेका पार्टीहरू, आफ्नो जीवन सङ्गठनको जीवन पद्धतिलाई लोकतान्त्रिकरण गर्दै आइरहेका पार्टीहरूले लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्वको गठन, पुनर्गठन र नेतृत्व निर्माण गर्ने काम गर्छ। हाम्रा महाधिवेशनहरू हुँदैछन्। यहाँ सबैलाई थाहा छ, नेकपा एमाले सम्भवतः सबै दलहरूभन्दा पहिला आफ्नो महाधिवेशन